हेर्नुहोस् साथीहरू, खण्डहरमा परिणत हायत होटल। यो हो हायत होटल। जेनजेटको आन्दोलनमा यहाँका लागि हुँदाखेरि भारतीय मूलका एक महिलाको मृत्यु भएको थियो। माथिबाट आत्तिएर हाम फाल्ने क्रममा। त्यसै गरी यहाँ नजिकै रहेको चुचेपाटी नजिक रहेको भाटभटेनी खण्डहरमा यसरी आगलागीबाट रहेको अवस्था छ। यो दुःखको कुरा हो। यसै गरी यहाँ यो एकदमै जनघनत्व चाहिँ भएको ठाउँ काठमाडौँ। चारैतिरबाट पहाडले घेरिएको अनि बीचमा समतल, त्यसमा घना बस्ती घरहरू र जनघनत्व धेरै भएकोले यहाँ चाहिँ एकदमै चाप पनि छ र यहाँनिर रमाइलो पनि छ। नेपालको राजधानी काठमाडौँ त्यसै रमाइलो हैन, मन्दिरै मन्दिर भएको देश हाम्रो नेपाल। अनि चारैतिर डाँडाकाँडा रहेर यहाँदेखि हिमाल पनि सेतै देखिन्छ साथीहरू। कति सेतै हिमालहरू देखिन्थ्यो, तर आज बादल लागेको छ। बादल लागेर एकदमै पानी पर्ला जस्तो भइरहेको छ। त्यसैले यो चाडपर्वको नजिकिँदै गर्दा पानीहरू पर्नाले सबैजना सचेत भएर सतर्क भएर यात्रा गर्नुहोला। बडा दशैँको शुभकामना। सबैजनालाई रमाएर आफ्नो चाडपर्व परिवारहरूसँग मनाउनुहोला भन्न चाहन्छु। धन्यवाद।